हेलो एभ्रिवान, आज चाहिँ म यता मेरो घर यता उदयपुरमा आइपुगेको छु दसैँ मनाउनको लागि। अनि यहाँबाट चाहिँ आज फेरि हामी चाहिँ यता गाईघाट मासतिर र उता माईको दर्शनको लागि हामी निस्किँदैछौँ घुम्नको लागि। अहिले चाहिँ हामी यता बेलटारमा छौँ, बेलटार बजारमा छौँ। यो चाहिँ बस पार्क हो। अब हामी यहाँबाट चाहिँ हाम्रो यात्रा सुरु गर्दैछौँ। हामीसँग हुनुहुन्छ आज हाम्रो टोलीहरूमा हाम्रो सोल्टी हुनुहुन्छ, हरिदीप राई हुनुहुन्छ, अनि हाम्रो यता हुनुहुन्छ सिङ्गर भाइ फेरि पनि आशिष जङ किराती भाइ, हुनुहुन्छ हाम्रो मामा, हाम्रो बुजुर्ग मान्छे यो हाम्रो टिमको सञ्जय राई, अनि यहाँ हुनुहुन्छ हाम्रो भिडियोमा चाहिँ नयाँ तर पुरानै मान्छे हो हाम्रो अनुप आचार्य हुनुहुन्छ। अनि यता हुनुहुन्छ हाम्रो अशोक जामलिङ अफिसियल, आशिष अरे अशोक जामलिङ अफिसियललाई पनि सब्सक्राइब गरिदिनु होला। त्यहाँ कमेन्टमा उहाँको चाहिँ यहाँ साथी छेको कर्नरको अनर हुन्छ। उहाँ केही कसो परे यतातिर आएको बेला सम्झिनु होला होइन। यसो बिजनेस प्रमोसन पनि हुने हो, अब युट्युबको प्रमोसन पनि हुने हो, बगल मजा आउने हो। ल फेरि त्यहाँ त पाइएन भन्दा पाइएन अनि कहाँ होमस्टेहरूबाट लानु पर्ला है। भारी सारी कसिएको छ है दामीसँगले। अब चाहिँ हामी चाहिँ जम्मा 1 2 3 4 5 5वटा बाइक हो। 5वटा बाइकमा 6 जना छौँ है। 5 बाइक गएछौँ। ल हाम्रो राइट स्टार्ट हो। म धेरै अगाडिदेखि नै म जानु खोजिरहेको ठाउँ, आफ्नै ठाउँ आफ्नै गाउँ भएर पनि म जानु पाइरहेको थिइनँ। हामी यता गाईघाट 30 किलोमिटर है, गाईघाट उता साउने हुँदै उता जानेछौँ। म चाहिँ गाईघाटदेखि उता माथितिर गएको छैन अहिलेसम्म। मेरो चाहिँ लाइफ चाहिँ फर्स्ट टाइम हो है। ल गाइस, अहिले चाहिँ हामी फाइनली गाईघाट प्रवेश गरिसकेका छौँ। यो चाहिँ अब गाईघाट बजार हामी छिरिसकेका छौँ। यहाँबाट चाहिँ हाम्रो गाईघाट उदयपुर जिल्लाको सदरमुकाम हो हाम्रो यो चाहिँ सदरमुकाम गाईघाट हो। एकदम गर्मी है। अहिले चाहिँ दिउँसो ट्याक्क 1 बजेको छ। पेट्रोल छैन। जाउँ न ल। जाउँ न। के हो आमामा यार, के तेल सडेछ हो? के भयो तेल यस्तो भएको? एउटै गाडीहरूले झार्ने हो, रामपुर हुँदै बेलटार हुँदै गाईघाटसम्म, अनि उता पनि सकिँदैन। एकैचोटि आएकोलाई एकैचोटि झारिदिन्छ। 10-15 20 गाडी आएर अनि गएपछि हल्का चाहिँ एकैचोटि सब गर्नु।
एक घन्टामा पाला हाल्नु त पर्ला फिर्ता लिहाल्नु 500 मात्रै हो त्यस्तो हो सर्ट फाइनली तेल चाहिँ लाग्यो 1 घन्टा लगाएर है तर अब कसम पानी परेर आँटेको चाहिँ के गर्ने यार बर्बाद हो हाम्रो 2 जना साथीहरूको पालै आएको छैन अब त्यही पनि 1000 रुपियाँ लाउनु पाएन 500 रुपियाँ दिने रहेछ यस्तो बिजयसँग गाई ल ठ्याक्कै आज तर आजै सबैतिर तेल छिटेर यार पानी परेर आँटिसकेको छ ओहो खतम हुन्छ कि यार दिन त तनाव हुन्छ तपाईँले चाहिँ यो लाइन हेर्नु भने चन्द्रमाबाट पनि देखिन्छ जम्मा पृथ्वीमा 2टा चिज देखिन्छ चन्द्रमाबाट एउटा चाहिँ चाइनाको ग्रेट वल अर्को चाहिँ नेपालको तेलको लाइन अरे क्या त्यो मध्ये चाहिँ यो पनि पर्दछ है यो लाइन पर्दछ साथै ल हामी चाहिँ अहिले यो सगरमाथा डिपार्टमेन्ट स्टोरबाट सामानहरू थोरै किनेर भरे बेलुकाको लागि हामी बस्दाखेरि चाहिँ अलिअलि खानेकुराहरू हाम्रो ड्राई फ्रुटहरू किनेको छौँ थोरै यता हामी खानेकुरा चाहिँ त्यस्तो के छ भने दालमसाको यताउति काटाकुटी रहेछ त्यो किनेको छौँ भर्खरै पानी परेको थियो फेरि पानी गएर घाम लागेको छ अब फेरि हामी हाम्रो यात्रा कन्टिन्यू गर्दैछौँ होइन त असम छ अब यस लगभग 2 घन्टा जति लाइन बसेर तेल हाल्यो त्यो पनि 500 को र अब सगरमाथा डिपार्टमेन्ट गाईघाटमा चाहिँ हामीले यसो चाहिने खुद्रा सामानहरू किनिसकेका छौँ अब हामी यहाँबाट लाग्छौँ अलिकति मौसम पनि खराबी छ सायद अब बिस्तारै खुल्छ होला खुल्दै जाउँ ल है त ल अब हामी फेरि यात्रा कन्टिन्यू फर्स्ट टाइम हो यहाँबाट माथि अब म जानु चाहिँ यहाँबाट चाहिँ थोरै माथि त्यो डाँडा पनि चढ्नु पर्ने हो अरे केटाहरूले भने अनुसार चाहिँ के हो जाउँ न एउटा पनि खान्छु चाहिँ क्र्यास भएको छ दुःखद खबर एउटा खुट्टा भाँचिएको छ अब यसलाई ब्यान्डेजहरू बान्ने काम हुँदैछ यहाँ अब के हुन्छ हेरौँ खुट्टा चाहिँ भाँचियो है यहाँनिर उ त्यो रुखमा क्र्यास भयो यता ब्याक लिने बेला यस्तो पछाडि सेन्सर हुँदैन क्या त्यही भएर यस्तो मुनि मात्रै हुन्छ है त्यही भएर यसको समस्या मिनीको चाहिँ फालेर फावा खतरा भएर ड्रोन पनि खसियो यो क्लिप हालेन भने भिडियो भाइरल हुँदैन यो त हाल्नै पर्ने जर्दा प्लेन क्या प्लेनै खस्यो भनेर हाल्ने क्या त्यो साइडको त गर्दै कराइराखेकोहरू हाल्नुपर्छ आइहाल्छ फेरि यस्तो बेलामा मलाई गीत कसरी आउँछ बियस पनि हुँदैन त हो यस्तो टेन्सन हुँदा नि बियस हुँदैन हाम्रो गाईघाटको भाइहरू बबाल के अरे च्यानलको नाम अहिले चाहिँ हामी साउने भन्ने ठाउँमा आइपुगेको छौँ अब यहाँबाट चाहिँ कहाँ छ यहाँबाट 3 किलोमिटर पछि चाहिँ अब त्यस्तै हजुर केटाहरूले डर देखाउँदैछ अलिक पर पछि अब अफरोड छ अरे है बिस्तारै गइन्छ होला
राम्रो रहेछ यहाँ सधैँ पिच रहेछ है दामी रहेछ यहाँबाट हामी चाहिँ एकछिन हल्का चिसो पानी खायो अरे एकदम चिसो मौसम छ यहाँ चाहिँ पानी खायो अरे फेरि लाग्छौँ हामी अलिक ढिलो भयो बिचमा अलमल भयो ड्रोन पनि क्रास भयो दुःखद खबर हल्का अब टालडुल गरिएको छ भरे माथि त्यसरी नै काम चलाउनु पर्ला त्यसपछि हल्का काठमाडौँ पुगेर त्यसलाई रिपेयरमा दिनु पर्ला है अब भन्छ भन्दैन साउनेबाट चाहिँ अब हामीले यता कन्टिन्यू गर्दैछौँ अब यहाँबाट केही अलिकति मात्रै पिच हो त्यहाँदेखि पुरै अब अफरोड चाहिँ हुँदैछ है अब बिस्तारै गइन्छ होला सबै जानुपर्छ त्यसो यसको यहाँ उता कहाँ जान्छ अरे हो योबाट कहाँ जान्छ ए हो ओके अब यो बाटो चाहिँ उता रसुवा कता दिक्कतको पुग्छ अरे अनि यो हाम्रो बाटो चाहिँ यो चाहिँ यतै हो यो बाटो चाहिँ हाम्रो यता होला ल अहिले हामी चाहिँ यहाँ बरुवा दहर भन्ने ठाउँमा आइपुगेको छौँ अब हामी चाहिँ यहाँ भोकलले एकदम भुँडीमा मुसा कुदेर चाहिँ खपिन सक्नु भएर हामी चाहिँ चटपटे खान आँटेको छौँ हाम्रो बाइक उति छ अगाडि छ सबै लाइन लगाएर बसिरहेको छ अब यहाँबाट चाहिँ 7 किलोमिटर चाहिँ अफरोड होइन 7 किलोमिटर लगभग 7 किलोमिटर चाहिँ पोखरी अनि त्यहाँदेखि हामी माथि फेरि हिँड्दै जान्छौँ 7 किलोमिटर अन्दाजी अराउन्ड भनौँ न त्यो छ अरे यहाँ हाम्रो बहिनीले चटपटे बनाउँदैछ बनाइसक्यो भने बहिनी नाम के अरे बहिनी सिर्जना के सिर्जना राई कुन राई ल सिर्जना चामलिङ राई हुनुहुन्छ हाम्रो बहिनी चटपटे बनाउनु भएको छ यसो हेर्दाखेरि त रातो खोज्नु कमला मात्रै भयो भरे फेरि माथि डाँडा गाह्रो हुन्छ फेरि सबलाई ल चटपटे आयो चटपटे आयो क्यामेरा खिच्नु नि क्यामेरा खिचिराख्नु ल ल ल दामी ओके दामी दामी सबलाई गरौ त हामी मात्र छ ल मिठो ल बहिनी धन्यवाद फेरि हामी फर्किँदाखेरि खिच्छौँ है चटपटे खानु ल रात परिसकेको अवस्था छ है अब बाटो खतम छ पुरै जाडो पनि कति जाडो भइरहेको छ न त्यस्तो भइराखेको छ अवस्था ओ माई गॉड फाइनली हामी अब रौतामाई विकास सामुदायिक जस होमस्टेमा प्रवेश गरेको छौँ अब योदेखि सबै माथि यता चाहिँ होमस्टे रहेको छ तर हामी चाहिँ आज ट्रेनमै टाँगेर बस्छौँ दुःख सुख बसिन्छ तर आज 4 जना अट्नु ट्रेनमा 6 जना आज सुताइ हुन्छ हेरौँ लगायत अहिले चाहिँ हाम्रो एकदमै धेरै दुःख कष्ट झेल्दै हामी चाहिँ अहिले यो रौता बजार है रौता बजार हो रौता पोखरी भन्दा मुनिको बजारमा छौँ रौता अन्तिम बजार हो रौता बजार भन्छ यो होमस्टे रहेछ सबै होमस्टे एरिया हो यो चाहिँ एरिया रहेछ अनि यहाँ चाहिँ अब बस्नु पर्यो भने यो यतातिर बस्नु रहेछ है यता सिस्टम के छ पालो सिस्टम हो कि जल्दी जे गर्नु पालो सिस्टम होला यहाँ तर हामी चाहिँ होमस्टेमा बस्दैनौँ हामी यता के अरे हामी माथि टावर भएको डाँडातिर अब टेन्ट टाँगेर बस्ने भन्ने कुरा छ हामी किनभने टेन्सन लिएर आएको छ हामीले
पहिला ट्रेन त टिकट घर लागि 10 मिनट लाग्छ तर अहिले नै रात परिसकेको छ अवस्था अब हामी एकछिन के हाम्रो खानेकुराहरू अलिक हामीले अघि तल बोकेको छैन बिर्सेर अब यहाँ अलिअलि के पाउँछ खाँदाखुँदा किनेर चाहिँ हामी अनि हामी फेरि हामी माथि चढेर जान्छौँ हामी चाहिँ रौता डाँडामा आइपुगेको छौँ अब हामी चाहिँ यहीँनिर बस्छौँ ट्रेन टाङ्दैछौँ हामी चाहिँ है अलिक अबेर भयो अब बिचमा अलिकति त्यस्तो समस्याहरू आए है घरि पेट्रोलको लाइन घरि ड्रोन क्रास के यो भएर चाहिँ हामी अलिक अबेर भयो हुन त हामी टाइममै हिँडेको थियौँ तर अलिक अबेरमा आइपुग्यौँ हामीले तल होमस्टेमा खानाहरू बनाउँछौँ अब यहाँ चाहिँ हामी टेन्सन अब भोलि बिहान मात्रै हामी माथि चाहिँ भोलि बिहान मात्रै जाने भयौँ है अब हामी यहाँ ड्रोन फिट गर्दै के अरे ड्रोन अरे ट्रेन फिट गर्छौँ ड्रोन क्रास भएर मुखमा जान्छ ड्रोन मात्रै छ ल गाइस हाम्रो ट्रेन चाहिँ हामीले सेट गरिसकेको छौँ है अब अँधेरोमा के कस्तो अँधेरोमा है भित्र यस्तो छ है 8 करोडको रुम हो नि थाहा छ कि छैन भित्र यस्तो छ पुरै यस्तो छ है ट्रेनभित्र बाहिर पानी परिरहेछ चाहिँ हाम्रो ट्रेनभित्रको सुताइ हो पानी परेको छ बाहिर भर्खरै गयो अब त्यही हो जाडो छ है बाहिर के देखिँदैन यस्तो छ है चिउरा छ चेपेको दामोडहरू छ यता खाँदै पनि छन् बाढे पीडित जस्तो हुलिया भएको छ घरबार पिन जस्तो पोकाएर पोकी काम लाग्ने आशमा हामी यसरी बसिरहेको छौँ आशमा त चलेको छ जिन्दगी अहिले चाहिँ किनभने पानी परेर भर्खर गएको छ त्यही भएर यस्तो बिजुक छ बिहान भएको अवस्था है पानी परेको अवस्था छ पानी परेर ट्रेन झन्डै उडायो हाम्रो आम्मामा हुस्से लागेर केही देखिन्छ बाहिर पर्चिसो छ थु यार आगो पनि बाल्दै दिनु त्यत्तिकै भयो राति जाडोले सकिएन अनि ट्रेनको पनि यस्तो छ पानी परेर बिजोक भयो धन्न तान्छ छिरेन अलिक गयो अब केही देखिँदैन अँधेरो कता हो के हो मन्दिर चाहिँ माथि हो अरे अब स्कुल जाने भनेको त्यस्तो अँधेरो छ है हुस्से छ अहिले बिहानको कति अहिले हात बज्नु आँट्यो पनि पुरै यस्तो जाडो भयो कडा हो जाडो भयो खोइ चप्पल कडा हो नि चप्पल जुत्ता गायब यहाँबाट सजिलो जुत्ताहरू सबै गायब हुँदैछ जुगा अनि हल्का लाग्दो रहेछ है गाह्रो दिपबाट लाग्यो नि कडा हो हावाले फल्न पर्छ ल गाइस अब चाहिँ घाम लाग्दै गरेको अवस्था छ हटिसक्यो है फेरि सुतेर फेरि उडिसकेको चिया चिया खाँदैछौँ होइन चिया खाएर अघि चाहिँ त्यही लाग्यो टाढो छ एकदम गाह्रो कहाँ छ यस्तो छ अहिले खुल्लै छ जेउ पुरै केही नदेखिने हुन्छ लाग्यो दामी भइरहेछ यहाँ एउटा पोखरी छ सानो सानो पोखरी छ जानु पनि चाहिँ माथि पनि हो मेन ठाउँ चाहिँ माथि हो अबेर आएर माथि जानु पाएनौँ होइन त्यही भएर अब हामी चिया खाएर चक्क नास्ताहरू लाग्छौँ
पुजारी बाबुमा कुन चाहिँ माइक हो यहाँ खासमा चाहिँ पूजा चाहिँ रौता माइक हो के को सबै मन चाहिँ के को लागि कि सबैको लागि यो चाहिँ अब आफ्नो आफ्नो मनमा के कस्तो लागेको छ त्यो चाहिँ पुरा होस् भन्ने माग्ने इच्छा पुरा होस् भन्ने होइन त्यही हो अब आफूले के माग्यो छ कस्तो बेला भाकल गरिएको छ बिमारी हुँदा काहीँ के काम गर्दा विदेश जाँदा होइन उहाँहरूले चाहिँ यहाँ मागेर बक्साएर जानुहुन्छ र फेरि बुझाउन पनि आउनुहुन्छ हाम्रो एउटा अरूपट्टि केही लिएर बाबु पाठा परेवा मात्रै नभएर ल हामी चाहिँ अब मन्दिरको दर्शन गरेर हामी निस्किन आएको छौँ एकदमै धेरै तुवालो लागेर केही देखेन ड्रोन सटबाट पनि राम्रो फुटेजहरू निकाल्न सकिएन यसो काम चलाउनु भएको छ मन्दिरको दर्शन भयो पछाडि भएको चाहिँ पोखरी रहेछ पछाडि चाहिँ यता मन्दिर ल अब यहाँ चाहिँ हाम्रो खाना खाने काम हुनु गइरहेछ यहाँ हाम्रो होमस्टेमा हामीले खानाहरू बनाइरहेछौँ हाम्रो केटाहरू चाहिँ यहाँनिर पुरै भोकले एकदम भोकले एकदम ग्रसित भएर एउटा सुतिन्छ ढलिन्छ जाडो लास्टै छ केटाहरू ब्ल्याङ्केटबाट बसिरहेको छ होइन अशोक चान्दिङ अफिसियल भोक कस्तो लागेको छ यहाँ हुनुहुन्छ हाम्रो मान्छे बहिनी फ्रम रौता आरपी र मकमक बास्न आइरहेको छ हर आइरहेको छ बास्न चाहिँ नयाँ चामल रहेछ हाम्रो बहिनीको नाम रहेको छ के बहिनी नाम प्रमिसा बहिनीको हातबाट हाम्रो यहाँ खाना खाइदिउँ तपाईँहरू आउनुभयो भने यहीँ आउनु होला यो होमस्टेको नाम के हो बहिनी यो झारिहालेको सफै छ हालौँ न सायाबुङ होटलमा तपाईँहरू आउनुभयो भने टक्क यहाँ खाना मिठो बन्छ आएर खान सक्नुहुन्छ यता छ हाम्रो गुन्द्रुकको अचार खाने छ कि विचार यता छ हाम्रो फर्सी यहाँ हाम्रो छ सुँगुर चचे कालो सुँगुर अब हाम्रो खाना चाहिँ तयारी हुने अवस्थामा छ यहाँ सायाङ मेरो नाम सायाङ राई हो भन अनि कतिमा पढ्छौ अनि तिमीलाई के गर्नु मन लाग्छ पढ्नु मन लाग्छ लाग्दैन लाग्छ तिम्रो अनि मन पर्ने खानेकुराको नाम के हो एप्पल हो भात आयो खाना मिठो छ चामल कस्तो दामी रहेछ है दामी छ है चामल लोकल चामल हो नि त हाम्रो अशोक चामल अफिसियल अनि बसाइ त के हो नि यो पानी खाएर है बसाइ त मरत छ नि ल म पनि खानु पर्यो अब मासु आयो मासु कडा बिस्तारी म चाहिँ यहाँ 64 सालदेखि व्यावसायिक रूपमा बस्दै आएको यहाँनिर सामान्य 14-15 घरमा चाहिँ यो व्यवसायबाट चाहिँ अहिलेसम्म भनौँ न जीविका उपार्जन भइरहेको छ अब यहाँ वास्तवमा रौता मन्दिर चाहिँ धार्मिक ऐतिहासिक भएको नाताले अब यहाँनिर चाहिँ के अरे टाढो टाढोबाट भाकल पुरा गर्नको निम्ति यहाँनिर चाहिँ आइराख्नु भएको छ र मैले जाने अनुसार यो रौता मन्दिरमा अब जुनसुकै आस्था राखे पनि पुरा हुने भाकल पुरा हुने आइतबार बाहेक प्रत्येक दिनै अब यहाँ चाहिँ भाकल बुझाउन आउँदाखेरि पनि हुन्छ र यहाँनिर चाहिँ अब यो रौतामाई मन्दिर चाहिँ अब कन्या भएको रे यहाँ वैवाहिक जीवनको चाहिँ भाकल पुरा हुन्न अरू चाहिँ सबै कुरो हुन्छ जाडो मौसम चाहिँ हामीलाई अब अलिक अफ सिजन भयो अब यहाँनिर चाहिँ गर्मी सिजनमा चाहिँ यहाँनिर पर्यटकीय आएको हुनाले हामीले पर्यटकको चाहिँ सामान्य आफ्नो हैसियत अनुसार सेवा सुविधा गरेको हुनाले राम्रो भइरहेको छ अब बाहिरी पर्यटकीय त आएको छैन हजुर अब जिल्लामा चाहिँ त्यही अब धरान सुनसरी इटरी विराटनगर हजुर यो खोटाङ प्राय यतिको चाहिँ अब प्राय जसो यहाँनिर आइरहेको हुन्छ बाह्य पर्यटकीय चाहिँ अहिलेसम्म आएको छैन भनौँ न हजुर अनि यहाँ चाहिँ अनि विशेष के 1 गते चाहिँ एकदम ठुलो मेला लाग्ने हो त्यस्तै हामीले सुन्यौँ हजुर यहाँ स्थानीयले 1 गतेको लागि चाहिँ मेला लगाएकोले हजुर 1 गते चाहिँ एकदमै भिडभाड विशेष के छ त्यसो भए
1 गते विशेष के मेलै मात्रै हो कि विशेष चाहिँ यहाँनिर 1 गते चाहिँ नयाँ साल चाहिँ अब मेला लगाउँ र अनि मेला भरौँ 1 गते जाउँ रौताको दर्शन प्लस सङ्घ साथीभाइसँग भेटघाट गरौँ रमाइलो गरौँ हजुर भन्नको लागि मात्रै हुन्छ हस् हुन्छ हस् धेरै धन्यवाद है हस् ल अब हामी चाहिँ यहाँ हाम्रो यो कालेबुङ होटलमा खाना खाएर चाहिँ हामी अब एकछिन मासतिर लागेको छौँ खाना एकदम मिठो हो तपाईँहरू आउनुभयो भने यहाँनिर खाना खानु होला कालेबुङ होटलमा है त अब हामी एकछिन फेरि मासतिर लाग्छौँ अनि एकछिन रमाइलो गर्छौँ अनि हामी एकछिन बसेर हामी चाहिँ हाम्रो घर लाग्छौँ ल गाइस अब चाहिँ हाम्रो यहाँ प्याकअप टाइम भइरहेको छ है अब हामी चाहिँ जाने तर्फमा छौँ यहाँ भित्र सबै प्याकिङ गरिरहेको छौँ अब हाम्रो ओर्ने ओछ्याउनेहरू चाहिँ प्याक गर्दैछौँ हाम्रो अशोक राई अफिसियल अशोक चामलिङ अफिसियलले प्याक गर्दै हुन्छ हाम्रो यता सन्जोग राई अफिसियलले पनि प्याक गर्दै हुन्छ अब चाहिँ हामी रमाइलो गरेर यहाँ घुमेर रौता माईको दर्शन गरेर हामी फर्किसकेका छौँ धेरै सालपछिको मेरो चाहिँ इच्छा पुरा भएको छ है तपाईँहरू पनि आउनु होला एकदम ठाउँ राम्रो छ धेरै टाढो पनि छैन त्यस्तो धेरै अफर पनि छैन पुरै राम्रै छ बाटो है थोरै केही 2-3 किलोमिटर मात्रै अफर छ बाँकी सबै धेरै राम्रो छ धेरै त्यस्तो महँगो पनि छैन एकदम सस्तो छ है खाना बस्नुलाई एकदम राम्रो छ होमस्टेहरू चाहिँ एकदम राम्रो छ है ल अब चाहिँ अर्को भिडियो भेटौँला सबैजनाले भिडियोलाई हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला